नमस्कार, शुभ बिहानी। आजको व्यायामपछि तपाईहरुको लागि मेसेज, त्यो सबैको लागि मेसेज, जो आफ्नो श्रीमतीबाट, जो आफ्नो श्रीमानबाट, जो आफ्नो प्रेमीबाट, जो आफ्नो प्रेमिकाबाट धोका पाएर, कोही आफ्नो परिवारबाट दुःख पाएर यदि आफ्नो जीवनलाई आत्महत्या गर्न चाहन्छ, त्यो सबैको लागि आज मेरो तर्फबाट मेसेज छ। तपाईहरु प्लिज सुनिदिनुहोस्। साँच्चै नै जुन हामीले जीवन पाएको छौँ, यो जीवन पाएको छौँ, यो जीवन साँच्चै नै अर्कोचोटि आउँछ कि आउँदैन। यो जीवनलाई हामीले साँच्चै नै मार्नु हुँदैन। यो जीवनलाई हामी यदि हत्या गर्न सोचमा छौँ भने यो जीवन तपाईको फेरि पनि फर्केर आउँदैन। म भन्न चाहन्छु, जुन जीवन पाउनु भएको छ यसलाई पुरा इन्जोयको साथ जिउनुहोस्। यो जीवन साँच्चै नै कहिले फर्केर आउँदैन। जीवनमा समस्या आइरहन्छ। तपाईको प्रेमीले काले धोका दियो, तपाई त्यसको लागि टेन्सन नलिनुहोस्। तपाईको प्रेमीले धोका दियो, त्यसको लागि तपाई टेन्सन नलिनुहोस्। तपाईको श्रीमतीले धोका दियो, त्यसको लागि टेन्सन लिनुहोस्। श्रीमानले धोका दियो, त्यसको लागि आफ्नो जीवनलाई नमार्नुहोस्। म के भन्न चाहन्छु भने यो जीवन अमूल्य हो। तपाईको परिवारमा यदि तपाईलाई दुःख कष्ट दिइरहेछ भने तपाई त्यसको लागि आफैलाई नमार्नुहोस्। आफ्नो यो अमूल्य जीवनलाई साँच्चै नै तपाईले साँच्चै नै एकदम इन्जोयको साथ जिउनुहोस्। साँच्चै नै यो जीवन फेरि अर्कोचोटि आउँदैन। यो मेसेज तपाईहरुको लागि मेरो तर्फबाट। धन्यवाद। शुभ बिहानी। तपाईको दिन शुभ बितोस्। धन्यवाद।